आमा डेन्जर रहेछ यार यो मान्छे त कस्तो गाली गरिदियो क्या ए ब्रो म कोही नाम नभएको यहाँ मान्छेहरूलाई तिमीलाई आधीको भनेको छोरो थिएँ नि तेरो कस्तो आमाको गाली गर्दै घाइते अब मैले परेको त्यो यता साथी आउनु प्रतिमा यता यता थियो त्यो यार। ग्लासियरको साथी रहेछ कि ऊ बुझ्यौ ग्लासियरको साथी भएर मात्रै छोडिदियो अहिले ऊ साथीले भन्यो न गाली गर मेरो साथी हो भनेर कसलाई त्यो नाम नभएको एउटा केटी छ हेर न त्यसमा नाम नभएको केटीले तिमीलाई गाली गरेको हो हिजो गरे आयो नि त्यही भएर अघि नै त यस्तो खाथ्यो कि त्यसले मैले तिमीलाई साथी ठ्याक्कै दाइले बोलाउनु भयो ठ्याक्कै तिमीलाई त्यहाँ लग्छु भनेर भने ठ्याक्कै दाइको त्यो आएर ठ्याक्कै त्यसमा क्लिक भयो के त्यो त तिमी त डेन्जर रहेछ त हरामी रहेछ त्यहाँ भाग्यो है डर तिमीसँग त्यो त ए ब्रो अनि जुत्न सक्नु पर्यो नि यार बित्ती खेल्छ अनि कहाँदेखि हुन्छ हो त्यो ग्लासरले भने हो कि मेरो साथी हो छोडिदिउ भनेर अनि बल्ल म यता आइदिएको ग्लासियर चाहिँ तिम्रो को साथी नै हो ऊ कुपन कलङ्कीको हो ल कसरी थाहा पाएको म कलङ्कीको हो भनेर ए अघि नै भनेको क्या अरे म तिमीलाई त्यो आफै होइन भन्दिनँ त्यो ग्लासियर चाहिँ होइन मतलब म भुलेको क्या बुल्ने नि बानी छ तिम्रो नि हिजो त्यस्तो म तिमी अघि नै आएनौ नभए यस्तो त्यसलाई यस्तो पेलाएको थिएँ मैले होइन खेद्दै खेद्दै के अनि ग्लासियरले भने मेरो साथी हो छोडिदिउ ब्रो गाडी नगर भनेर अनि अब साथी नै हो होइन ऊ अनि किन त्यो गर्ने भनेर छोडिदियो मैले यता आएर कहाँसम्म खेदायो नि अनि पोचिङकीसम्म खेदाउनु पर्छ नि तिनीहरूलाई त ए त्यो अघिको केटीले त मैले कहाँसम्म खेदाएँ कहाँसम्म यस्तो गाली गर्दै हो मैले पोचिङकीसम्म खेदाएको हो तिमीले यो चियर पाक भई बिचरा भाग्नै नसक्ने ए बच्चाउ बच्चाउ भन्दै थिएँ माटोक्ने होइन अनि लास्टमा आएर त्यो ग्लासियरले मैले सम्झाएको के राम्रोसँग अघि भर्खर मेरो साथी हो ब्रो यहाँ गाडी नगर भन्दै थियो अनि छोडिदिएँ मैले यहाँ यो चियर पार्कमा चाहिँ पोचिङकी भन्ने ठाउँ हुँदैन छैन ब्रो अब यता ग्लासियरसँग मेरो साथी हो र यहीँ बस न ल कसरी आयो ल भित्र बोला न हो ड्याट आवाज अच्छा मेरो चाक कस्तो बोलेको हो ला को आयो तिम्रो कोही आएर हैन पिराएर म नमुना 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 तोतले 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 आय 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 नमुना 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 तोतले 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 बोले 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 ए बोल बोल ग्लेशियर घोड़े 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 बोले घोड़े 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 बोल घोड़े घोड़े ओ जमास्ति तलला रन्डीको छोरा भातको छोरा रे मैले ग्लेसरले भने आम्मा पाके 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 बोले ग्लेशियर पाके रेडी बोल 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 बोलनस 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 कसलाई सम्झाउ भनेको ग्लेसर त रन्डीको छोरा हो त मुझे कसलाई सम्झाउ तपाईँ रन्डीको छोरा होस् म्याच चिने बोले बोले बोल 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 ग्लेशियर रो यो ग्लेशियर अपलाइन बैक तिमीहरुको चल्ती आउँदै त चिक चिक मैं मैच निक्स भालु रन दिकन कमेन्टको बारे देशमा बिक्ने म्याच कहाँ गयो जान्छस् कहाँ के त निक्स भालु म्याच गर्न फुटेर जमेको कोही क्लोज भयो बोलेको सुन्दै जमास्ति बोलेको सुन्न सिङ जान मैले पुरो भन्दा सर दिएको भने दिएको छोड परे कहाँ बाँच्छ के त त्यहाँ केतिर काम नपाए बेसी म्याच ग्लेशियर कुकुर भागा 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 राम्रो हेडफोन लाएर आउन बोले सुन्यो न के ग्लेशियर कुकुर भागा 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 ग्लेशियर भाग्यस म्याच कुकुर कुकुर कुकुर
आगे जान्छ फ्याँके कुकुर 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 ग्लेसियर कुकुर 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 ग्लेसियर कुकुर 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 नाम के भन्न त्यसको हिम्मत छ भने भन्न त्यो म्याच सिक्ने भनेको म्याच चोट थमेको 200 मा बिक्ने भयो तपाईँ त 150 पनि दिँदैन हो म्याच फ्रीमा लाइराको नाम म भनिदिन्छु लाइराको नाम लाइरा यहाँ बस त लाइराको नाम मलाई थाहा छ आइज त गयो रन्डीको छोरा राजा गयो रन्डी आइज आइजन म्याच ग्लेसरले आफूले आफै हाइरो सोच्छ रन्डीको छोराले रन्डीको छ हिजो तँ मै लाइराको नाम के भन्दिम राइनी हो राइनी आयो मुसा रन्डीको छोरा आयो हेलो हेलो साथी साथी मुसाको गर्लफ्रेन्डको मलाई पनि योसेफको हिजो पुति सेलमा एकजनाले कस्तो मुसाको गाली गरे गर्लफ्रेन्डको हो योसेफको पुति मलाई सेलमा त गाली मुसाको गर्न गर्लफ्रेन्ड गाली योसेफको गर्दै पुति तिमी सेलमा त डेन्जर गाली गर्छौ सेलमा सबजना सेलमा डराउँदो सेलमा रहेछ मुसाको गर्लफ्रेन्ड योसेफको पुति सेलमा सेलमा गाइस मात्र 50 एक ठ्याकको 50 चिकिहाल घोप्टाइहाल सेलमा मुसाको आमाको पुति सेलमा सेलमा मुसाको योसेफको पुति सेलमा मुसाको योसेफको पुति सेलमा सही सेलमा यसो त रन्डीको छोरा भालुको छोरा हेर त के भयो ब्रो तिमीलाई मलाई गाली गर्छ के कसले ए डराउने यस्ताहरुसँग डराउने हो त एकजनालाई मुर्गा बनाइरहेको छु कि पहन एकछिन कस्तो यहाँ भर्खर आएको प्लेयर छ कि कस्तो यसलाई बिहानदेखि यसलाई जिस्काइरहेको छु म माछिके जुत्ता चोर लाइराको पछि लागेछ के जुत्ता चोर मुचीमा सुनिल तिमीलाई रन्डीको छोरा भालुको छोरा अरे म्याच जम्मा सुन्यो भनेको मैले खुद सुनेको मेरो कानले मुजी आइजन मुजी बित्ती आन्सर्स रन्डीको छोरी सेलमा मुसाको योसेफको पुति सेलमा मुसाको योसेफको पुति सेलमा मुसाको योसेफको पुति सेलमा मुसाको योसेफको पुति सेलमा तोतले मुचा तोतले मा बिक्ने कुकुरनीको कसलाई हो म रन्डीको छोरो दोस्तमा चिक्ने यहाँ मलिक सोलो आएर के गर्ने यहाँनिर यहाँ मजा आइरहेको छ यहाँ चाट्न रन्डीको बानलाई जमास्ट भालुको छोरो म्याच रन्डीको बान होस् त म्याच आइज मुझे मेरो पछि अब मुचा कहाँ छ रन्डीको छोरो मुचा म्याच टोटले रन्डीको बिटी भनेको कसिया म्याच ब्रो लवरमा माइनस दिन्छु कागल कचार दिएको म्याच यसकोमा बुझ्यौ मुफिन हेर न दोस्त जमासुदा रन्डीको छोरा पो हो त म्याच नि कसम यार मुजी ए तपाईँको होस्मा कुकुरको छाउरी म्याच गर्न पाएको रन्डीको छोरी दुईसमा बिकिन थमेको भाडु रन्डीको बान म्याच ओए मुजी के रन्डी बान के म्याच के कहाँ भाग्छस् के त सँग बित्ती गर्न पनि हात उठ्छ भने म्याच नि फुट्छ मुजीलाई फेरि भेट्यो भने रन्डीको बान अरे भिखारी छैन मसँग छैन क्या मसँग म त फेरि माउने हेर न रन्डीको कति लागेको म्याच
के अरे जमास्टु दोस्त मैले सुनेको तिम्रो आमा त रन्डी अरे नि तिम्रो आमा त पिटी चिकाउँदै हिँड्छ अरे नि दोस्त लोरेन्स कसम यार जुत्ता दोस्त जोर यार मैले म तिम्रो कुरा सुन्दिनँ तिम्रो कुरा त म सुन्दिनँ यार दोस्त कसको गर्नु फुटेर जन्मेकै म्याचिङ म तेरो आमाको पुत्तीको दुलो फुटेर जन्मेको नि रन्डीको छोरो बुझ्दैनस् म्याचिङ ए मेरो बहिनी होइ त्यसो भए म्याचिङ बाउलाई यता आइज म्याचिङ ओए साइनो नगास साइनो नगास है रन्डीको छोरो रन्डीको बान होस् त म्याच साइनो नगास म्याचिङ भालुको छोरो कहाँ भाग्छ के भाग्दछ कहाँ त अन्डीको छोरी भाग्छ म्याचिङ दलाएर म्याचिङ जुत्न यतिकै आउँदिन म्याच रन्डी जुत्दिन रन्डी छोरो के गर्छस् म्याच भालुको छोरो हिम्मत हुनु पर्यो नि बाउसँग म्याचिङ छैन म्याच हिम्मतै छैन मुजी के गर्छस् रन्डीको छोरो गाली गर्न गाली गर गर्न आज के भयो त रन्डीको छोरो त्यही हो यस्तो पाताली भइस क्या म्याच गाली गरेर सक्यो तेरो कहाँ छ यो म्याच हाँडी मुजी रन्डीको छोरो म्याच तँलाई नि हो क्या सब दिन्छस् त रन्डीको छोरो होस् त म्याच हिम्मत छ भने भनेर देखा रन्डीको छोरो भालुको छोरो हो जबरजस्ती म्याच नम्मा कसम बेबीले भनेको मैले होइन मुजी दोस्त यार के हो दिन्छस् भन् त गयो वान शट मात्रै हो के भाग्यो कहाँ भाग्यो मा होला भागेको रे न भागेको रे कहाँ भाग्यो यार खै भन्नुहोस् के सेवा गरौँ स्याम्पल लिएर जानु पैसा म आउँदा ल्याउनु कि लिएर जाने पैसा म आउँदा लिएर आउनु कि लिएर जाने तर म दाइ लिएर जानु म लालुको बट्टा लालुको अपाङ्ग मुच्चा अपाङ्ग